ल दाजुभाइ दिदीबहिनीहरू संसारभरिबाट नेपालभरिबाट हेर्नुहोस् यो चुनावको सिलसिलामा महावीर पुन आफ्नो टोलीसँग चाहिँ गोटुङ टुङ टुङ चाहिँ दौडिरहेको छौँ र हिजो राति हामी चाहिँ यो हेर्नु यहाँ तल यो तल दर्मिजा गाउँ एकदमै पुरानो दर्मिजा गाउँमा आयौँ र यो दर्मिजा होमस्टेमा बस्यौँ। हेर्नुहोस् यो दर्मिजा होमस्टे राम्रो छ, यति राम्रो छ कि यस्तो ठाउँमा पनि यहाँको साथीले चाहिँ यस्तो राम्रो होमस्टे बनाएर सञ्चालन गर्नु भएको छ। एकदम राम्रो यो ठाउँमा। अब यो होमस्टेमा आज हामीले राम्रोसँग एकदम रातभरि चाहिँ एकदम आनन्द साथ खाना साना सब खाएर चाहिँ लोकल खाना खाएर चाहिँ बितायो। ल अब हेर्नु पारिपट्टिको त्यो अर्को डाँडो जुन छ त्यो यो डाँडोहरू छ यो सबै नेपालको सम्पत्ति हो। नेपालको सम्पत्ति भने पनि नेपालको के अरे घाँडो भने पनि यही हो। हेर्नु डाँडा काँडा हेर्नु। अर्को ठुलो के अरे सम्पत्ति हेर्नुहोस् पर धौलागिरी विश्वको 7औं अग्लो चाहिँ शिखर चाहिँ यही अगाडि छ। हेर्नु अब त्यो पारितिर हेर्नुहुन्छ भने पारितिर हेर्नुहुन्छ भने ऊ त्यहाँ त्यो पहाडको यो खप्परमा चाहिँ कोप्चेरामा चाहिँ त्यहाँ कोट गाउँ छ। त्यहाँ हेर्नुहोस् त्यो कोट गाउँ ऊ पर चाहिँ देखिने गाउँहरू त्यो पातलेखेत गाउँ हो र ऊ त भिरको पर कुना काप्चातिर देखिने गाउँहरू राईखोरहरू छ। तिङखोला त अझै यहाँबाट देखिँदैन। तिङखोला त पर त्यो सेतो हिमालको जोरामै पर्छ। आज हामी त्यो तिङखोलातिर पनि जाँदैछौँ। तिङखोला मङ्गले घ्यासीखर्कहरू भनेको त्यो हिमालको तलतिर तलै हो। यसरी आज हामी चाहिँ चुनाव प्रचारमा त्यहाँ जाँदैछौँ। ल धर्मिजा होमस्टेमा बसियो। यो धर्मिजा होमस्टे एकदम राम्रो छ। स्वागत गर्नुभयो, उहाँहरूलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। ल